नमस्कार। हामी प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को मौन अवधिभन्दा अगाडि ठ्याक्कै 3 दिन अगाडि छौँ। सर्वप्रथम जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्कीको यो सरकारलाई धेरै धन्यवाद। आजभन्दा अगाडि 44-45 जना परम हुनुभयो, अथवा त्यत्रो धेरैजनाको कुरा नगरौँ, लेटेस्ट प्रधानमन्त्रीहरू पछिल्ला 20-22 वर्षमा हुनुभयो। सुशीला कार्कीको प्रधानमन्त्रीत्व अथवा यो कार्यपालिका तरिम सरकार धेरै सफल रह्यो भन्ने लाग्छ मलाई चाहिँ। सरल, सादगी, सामान्य एउटा मातृत्व जस्तो देखिएको थियो। र दोस्रो, पछिल्ला 20-25 वर्षका लागि यो देश, यो संविधान बनाउन, यो देशलाई यहाँसम्म ल्याउनलाई ठुलो हात पुर्याउने हुने, धेरै सहयोग गर्नुहुने वयोवृद्ध नेताहरू सबैलाई पनि धेरै धन्यवाद। शेरबहादुर देउवा, केपी शर्मा ओली लगायत ती 601 सांसदहरू, संविधान सभाका सांसदहरू सबैलाई धन्यवाद। उहाँहरू चाहिँ केही समय अघि नै दोस्रो पुस्तालाई राजनीति हस्तान्तरण गर्न आफ्नै पार्टीमा राजनीतिमा संरक्षक जस्तो भइदिनु भएको भए राम्रो हुन्थ्यो। विडम्बना, ठिक छ, सत्ताको मोह जसलाई पनि लाग्छ, जो पुगे पनि त्यही हो। र अब 2082मा कुरा गरौँ। मैले अनुमानित जम्मा मत 1 करोड 10 लाख खस्छ जस्तो लाग्छ। पहिला 1 करोड 5 लाख खसेको थियो। समानुपातिक सांसद 110 र प्रत्यक्ष गरेर 165 गरेर 275 सांसद हाम्रो देशमा हुनुहुन्छ। उहाँहरूले नै यो देशको विधेयक बनाउनुहुन्छ, नीति निर्माण गर्नुहुन्छ, त्यहीलाई कार्यपालिकाले कार्यान्वयन गर्ने हो। आज हामी हर्षित छौँ, उल्लासमय छौँ, उत्सुक छौँ। अब समानुपातिकमा 110 सांसद छन्। अहिले 1 करोड 10 लाख खस्यो भने 1 लाख बराबर 1 सांसद हुनुहुन्छ। मेरो अनुमानमा समानुपातिकमा पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी हो। 52-53 सिट ल्याउने मैले देखेको छु। लहर हो। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावभन्दा अगाडि धेरै तयारी पाएको थिएन उम्मेदवार बनाउन, गठबन्धन के, कोसँग मिल्ने, कसरी। यसमा धेरै मिस्टेकहरू भएको छन्। सबै त्यहाँ सेता मान्छे छन् भन्न सकिन्न, त्यहाँ काला मान्छेहरू पनि छन्। त्यही भएर माहौल छ, राम्रो छ, 52-53 सिट आउँछ। दोस्रो दल नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा एमाले हुन्छ, 13-14 सिट ल्याउँछ, समानुपातिकको मात्रै है। नेपाली काङ्ग्रेस 12-13, नेपाल कम्युनिस्ट पार्टी 11-12, एक सिट तलमाथि। यो तीनवटै दलमा मैले नेपाल कम्युनिस्ट पार्टीलाई बलियोमै राखेको छु। अर्को दुईटाको चाहिँ भोट कट्ला। नेपाल कम्युनिस्ट पार्टीको चाहिँ एउटा फिक्स भोट नै हुन्छ जस्तो लाग्छ मलाई पछिल्लो 65 सालदेखि हेर्दाखेरि। श्रम संस्कृति पार्टी नयाँ उदाउँदो वैकल्पिक शक्तिको रूपमा आउँदैछ। 9-10 सिट समानुपातिकमा ल्याउला भन्ने मेरो आकलन छ। राप्रपा 4-5 घट्छ। जसपा भनेको लोसपा र जसपा मिलेर 4-5, र अन्य दलले 6 लाख मत ल्याउँछन्। त्यो 6 लाखबाट 1-1 सिट बाँडिँदा फेरि अरूलाई 1-1 सिट बढी जान्छ। 7 वटा राष्ट्रिय दल बन्लान्। योभन्दा अगाडि 6 वटा भएको थिए। त्योभन्दा अगाडि 74मा नि 7 वटा दल थिए। अब प्रत्यक्षतर्फ कुरा गरौँ, एफपीटीपीमा 165 सांसद मध्ये यसमा पनि पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी नै होला। 63 सिट 60 सिट अनुमान गरेको छु। नेपाली काङ्ग्रेस परिष्कृत भएर आएको छ। गिरिसकेको अवस्थाबाट एउटा गगन थापाको नेतृत्वको सभापतित्वको नेपाली काङ्ग्रेस नयाँ युवाहरूको हो भन्ने जनमानसमा छ। र नेपाली काङ्ग्रेसले पनि भोट चेन्ज गरिसक्दा अहिले केही नेपाली काङ्ग्रेसहरूले रुखमै फर्केका छन्, अन्त भोट गएको पनि। त्यही भएर नेपाली काङ्ग्रेसको 37 सिट, नेपाल कम्युनिस्ट पार्टी एमालेको एकदम घट्न सक्ने झन् प्रत्यक्षमै हो 23 सिट, नेपाल कम्युनिस्ट पार्टीको 20, पहिला 18 थियो माओवादीको, अब नेपाल कम्युनिस्ट पार्टी समाजवादी पनि मिलेर हो। त्यही भएर 20 सिट, मैले 2 सिट अझ बढाइदिएको छु जस्तो लाग्छ। जसपाको 6 सिट कहीँ कतैबाट आउला। राप्रपा 4 सिट घट्छ। श्रम संस्कृति पार्टीको प्रत्यक्षमा चाहिँ अलिकति कम, 4 सिट, र अन्य दलहरू र स्वतन्त्र महावीर पुन जस्ता सहित अन्य दलहरू केही दलहरूमा आउला। यो गरेर 8 सिट भनेपछि यसरी सांसदहरू आउलान् भन्ने मेरो आकलन छ। राष्ट्रिय स्वतन्त्र पार्टीको 115-16 सिट, काङ्ग्रेसको 50-51 सिट,
एमालेको 34-35 सिट, नेपाल कम्युनिस्ट पार्टीको 31-30 सिट। नेपाल कम्युनिस्ट पार्टी र एमालेमा जो तेस्रो नि हुनसक्छ, धेरै ग्याप भयो, 4-5 सिटको ग्याप हो। र 7औं दल संस्कृति पार्टी हुने देखिएको छ, 13-14 सिट आउला, 15 सिट जति। त्यसपछि जसपा र राप्रपाको 10-11, 8-9 सिट, राप्रपाको 8-9, जसपाको 10-11 टोटलमा, र अन्य भनेको 8-9 सिट अन्य अथवा यो यसरी सिट सङ्ख्या आउने जस्तो देखिएको छ। र अब सरकार कसको बन्छ त? सरकार कसको बन्छ भन्ने चिजमा बहुमत, हाम्रो संविधान अनुसार बहुमत कसैलाई दिन्छ भने जुनसुकै पार्टीले ल्याओस्, मलाई बहुमत ल्याइदियो भने हाम्रो संविधान अनुसार सबैभन्दा राम्रो भन्ने लाग्छ। 5 वर्ष एउटा फिक्स सरकार हुन्छ, स्थायी सरकार हुन्छ, ठिक हुन्थ्यो। विडम्बना हाम्रो देशमा बहुमत अक्कल झुक्कल 74 मा आएको थियो, तर त्यो पनि अलि गठबन्धन खाले आएको थियो, आइदिए राम्रो हो। त्यही भएर 115 रासपा पहिलो दल हुन्छ भनेपछि सरकार कसको बन्छ त? 115 मा अब कति चाहियो? 30 सिट, 25 सिट जति चाहियो। म्याजिक नम्बर कोसँग छ? सबैसँग छ। त्यसमा को मिल्छ त भन्दा निकटको देखिने भनेको एउटा नेपाल कम्युनिस्ट पार्टी नै पहिलो देखिन्छ सरकारमा जानु सक्ने, घन्टीको र ताराको सरकार, अथवा परिष्कृत गगन कुमार थापाको काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्न पनि सक्छ। यसरी बन्यो भने 165-70 सिट, अलिकति तन्कायो भने 2-3 पुग्न पनि सक्ने हुन्छ। अथवा श्रम संस्कृति पार्टीको नि 15 सिट, यो पनि म्याजिक नम्बरमै गनौँ। अब 115 घन्टीको आयो भने यो 15 सिट जोड्दा 130 सिट, 8 सिट पुगेन बहुमतको लागि, त्यो कतै न कतै मिलाउने प्रयास हुन्छ स्वतन्त्रहरूबाट, यस्तोबाट। यसरी सरकारमा घन्टी त देखियो नै, तर बहुमत आउन्न कोहीसँग गठबन्धन गर्नुपर्ने नै हुन्छ। यही हो मेरो आकलन। र हामी नेपालीहरूले एकैचोटि युएस होला युके होला नसोचौँ। भू राजनीतिको खेल हो, भू राजनीति हो, सब नयाँहरू पनि परिचालित हुन् भन्दै थिए, भन्छन् मान्छेहरूले। त्यस्तो हो भने पहिलाका नि त परिचालित होला नि, हामी पनि परिचालित होला, देशभरका मान्छे परिचालित होला। हो, भू राजनीतिले काम गर्छ। भू राजनीति एजेन्ट भनेको एजेन्ट जुन अनुसन्धान विभाग हुन्छ, यिनीहरूको कामै त्यही हो, अर्काको सरकारप्रति आफ्नो देशलाई बचाउनको लागि काम गर्ने हो। अब हाम्रो देश भू राजनीतिको चपेटामा रहन्छ नै सधैँ। हाम्रो मासिक तलब 35,000 50,000देखि 5 लाख पुग्ने होइन, एकैचोटि रामराज्य आउने होइन। क्रमशः अहिले पनि भइरहेको थियो, केही बिग्रेको थिएन, भ्रष्टाचार बढी थियो, त्यति हो। अहिले पछिल्ला 20 वर्षमा नेपाल धेरै बदलिसकेको थियो, मानसिक शारीरिक दुवै रूपले वेलबिङ थियो हाम्रो जिडिपी एकैचोटि होला, हाम्रो न्युक्लियर पावर एकैचोटि वात्तै पुग्ला, हामीले रकेट चन्द्रमामा पठाउँला, यी हामीले सोच्ने होइन। हामीले सामान्य सोच्ने हो सुरुमा, र त्यसको लागि केही 10, 15, 20 वर्ष लाग्ला। धैर्य गरौँ, आफ्नो मतको सही सदुपयोग गरौँ। सके बहुमत दिनुहोस्, नसके पनि राम्रो एउटा पार्टीलाई धेरै भोट दिनुहोस्। भोट बाँडिँदा फेरि एकदम किचलो हुन्छ संसद, फेरि उही निराशा, उही भ्रष्टाचार, उही। र इलेक्टेड बडिजले मात्रै देश चलाउँछ भन्ने नसोचौँ। सिलेक्टेड बडिजले हो आधा देश चलाउने भनेको। कर्मचारी तन्त्र, ब्युरोक्रेसीले देश चलाउने हो। ब्युरोक्रेसीले देश चलाउँदा फेरि ब्युरोक्रेसी सुध्रिनुपर्छ। हामीमा भएको सम्भावना खोज्नुपर्छ। सामान्य एउटा जलस्रोत, एउटा पर्यटन, अरू केही चिजहरू छन्, ती चिजहरूलाई हेर्ने। यसरी आफ्नो मतको सदुपयोग गर्नुहोस्, सबैजना सहभागी हुनुहोस्, सही पार्टी सही व्यक्तिलाई चुनेर मत हाल्नुहोस्, आफ्नो मताधिकारको प्रयोग गर्नुहोस्। धन्यवाद।